हेलो आज चाहिँ हामी हिजो हानेको सराल निकाल्न आएको छौँ गाइस। फुलबेरीमा माछा कति पर्छ हजुरहरूले अन्तिम समय हेर्नु होला गाइस। र हामी चाहिँ अब निकाल्ने स्टार्ट हुँदैछ गाइस, हेर्नु सक्नुहुन्छ होइन। सबैले कस्तो अन्तिम समय हेर्नु होला अनि माया गरिदिनु होला गाइस होइन। माछा कति पर्छ हजुरहरूलाई अन्तिम समय देखाउने छु गाइस। सुरु हुँदैछ है, माछा आउँछ कि नै हेरौँ। ल आउँदैछ है गाइस। ल गाइस यसमा खाली छ होइन, अर्को देखाउँछ। ल आउँदैछ है गाइस, माछा आउँछ नि हेरौँ। लास्टमा एउटा आइसक्यो हेर्न सक्नुहुन्छ। सरालको माछा हेर्नु सक्नुहुन्छ, 2 केजीको आयो गाइस। हो ल गाइस 2 केजीको। ल गाइस हेर्नु सक्नुहुन्छ लास्टमा लास्ट 2 केजीको बाहिर फाल बाहिर गाइस। हो 2 केजीको। ल गाइस हेर्नु सक्नुहुन्छ 2 केजीको माछा हो। ल गाइस हाम्रो आउँछन् कि नै हेरौँ है। नदेखा रे यार यत्रो माछा। ल गाइस है हाम्रो आउँछन् कि नै हेरौँ। लास्टसम्म हेरिदिनु होला। ल गाइस आउँदैछ है, माछा आउँछन् नै। ओहो तीनवटा गाइस, तीनवटा हेर्नु सक्नुहुन्छ। यत्रो माछा पऱ्यो गाइस हेर्नु सक्नुहुन्छ। यसमा एउटा बुझ्न। ल त्यहाँबाट हेरौँ आउँछ कि नै। ओहो असला आइसक्यो, साइजका असला माथि आइसक्यो भाइ। ओहो गाइस हेर्नु सक्नुहुन्छ है, ठुलै लागेको रहेछ एउटा। यी 2टा गाइस। ओ मासला। ल गाइस हेर्नु सक्नुहुन्छ त्यहाँबाट आइसक्यो 2टा असला माछा है। यी हेर्नु सक्नुहुन्छ गाइस होइन। त्यहाँबाट माछा आउँछ कि नै हेरौँ है गाइस है। अड्केको अवस्था माछा आउँछ कि नै गाइस। ओहो एउटा आयो, एउटा है हेर्नु सक्नुहुन्छ गाइस। बुझ्न आयो, बुझ्नमा आँखी भ्यास कि बाङ्गी बुझ्न मात्र आउँछ। ल गाइस त्यहाँबाट माछा आउँछ कि नै हेरौँ। ठुलै छ क्या आयो गाइस हेर्नु सक्नुहुन्छ। माछा आइसक्यो एउटा असला माछा हेर्नु सक्नुहुन्छ है। यो असला माछा, यही हो असला माछा भनेको यिनी हुन्। लाइक कमेन्ट फलो गर्न नभुल्नु होला गाइस है। गाइस हाम्रो आयो 2टा आयो हेर्नु सक्नुहुन्छ। असला 2टा माछा, यिनी हुन् असला 2टा माछा ठुलीबेरीका। सबैले लाइक कमेन्ट फलो गर्नु होला है गाइस।